कस्तो बिगारेर गरेको हौ मैले प्रमिसा जस्तो निकाल्नु नि तपाईको पालो जोर गर न मगर भिडियो बनाउन भगवान खानुको लागि everyone, good morning. नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन हेर्नु ब्लग हो बजार सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु एन्ड न्यू डे न्यू ब्लगको साथमा म सङ्गीता चाम्लिङ खजुरीमा चाहिँ आइसकेको छु एन्ड आज चाहिँ मैले भिडियो सुरु गरिसकेको छु अनि आज चाहिँ स्पेसल के छ भन्नुहुन्छ चाहिँ स्पेसल यहाँ देख्न सक्नुहुन्छ म चाहिँ रेडी भएर हिँडिसकेको छु अनि आजको स्पेसल चाहिँ हामी चाहिँ सबैजना भएर चाहिँ मन्दिर जाँदैछौँ यहाँ म चाहिँ दिदी बहिनीहरूलाई पर्खिरहेको छु मैले भिडियो देख्न सक्नुहुन्छ यहाँदेखि यहाँ पुग्नु पर्ने हुन्छ हामी चाहिँ यहाँनिर पुग्नु पर्ने हुन्छ तर यहाँ गाडीमा छौँ यहाँ पुग्नु पर्ने हुन्छ नि घर यहाँ छौँ पर्खिरहेको छु म सबैजनालाई एन्ड आउँदै हुनुहुन्छ सबैजना म चाहिँ पर्खिरहेको छु यहाँ रातभरि पानी आएकोले गर्दाखेरि चाहिँ बाटो पनि पुरै हिलो छ अनि आज अहिले पनि पानी आउँछ जस्तो छ रातभरि पानी आएको थियो नि त अनि त्यही भएर अलिक हिलो छ बाटो चाहिँ यहाँ चाहिँ सबैजना भएर जाँदैछौँ यहाँ क्युटी पाईहरू छ यता पछाडि देख्न सक्नुहुन्छ है मेरो छोरी बहिनीहरू सोल्टीमाहरू यता नाना जाँदैछौँ हामी चाहिँ हिरोनीहरू एउटा गीत गाइदिनु भनेको ठ्याक्क आएन के मलाई गीत गाउनु त सेतो साडीमा कुर्तामा भन्नु न सेतो कुर्ता साडी होइन यो सेतो साडीमा अनि कालो केस छ तिम्रो लामो केस छ तिम्रो सेतो साडीमा कुर्तामा हामी चाहिँ यतातिर आइपुगेको छौँ अब चाहिँ निकै पुग्न लागेको कहिले पुग्ने हो थाहा छैन कम त छैन बाटो अझै कहिले पुग्ने हो अरू पछाडि छ नाना रमाउँछ यहाँ अगाडि छौँ कुल्फी भरे आउँदा केक मैले यहाँ बित्थेँ कि आज त म गाइस केक खाएर 1 केजी मोटा हुने हो सुपर पावर देखाउनु पर्यो नि केक खाएर हामी जाने होइन के रेडी हुँदैछ हाम्रो यहाँको खानेकुरा लुके टावल टिफिन यहाँ हेर्नु न फेरि उसले फुपूले छानिदिनु भएको चिन्ची बच्चाको जस्तो म राम्रो हो कि तपाईँको क्यामेरा तपाईँ राम्रो हो तपाईँ राम्रो म त बोलिरहेको छु त भाइ बोलिरहेको छु त गाइस सोनीमा राम्रो हो नगुमाऊ है मलाई यस्तो बोलिरहेको छु नगुमाऊ ल यो नयाँ सप हो यो चाहिँ के अरे के पो थियो बाहिर फ्रेस केक के देखेको थियो डेली फ्रेस केक देखेको थिएँ यो चाहिँ नयाँ भर्खर नै मैले फेसबुकतिर कति देखिरहेको थिएँ अनि आज आएको यस्तो रहेछ हामी चाहिँ यहीँदेखि केक पनि अर्डर गर्दैछौँ सोल्टीमा त नि आज राम्रो स्किन भएको छ त नाना त्यस्तै हो हस् थ्याङ्क यू केक पनि रेडी भयो नि त हाम्रो केक पनि अब चाहिँ केक बोकेर हिँडिसकेर चाहिँ अब केक बोकेर चाहिँ हिँड्यो घाम लागेर होइन भइरहेको छ वेलकम छ गाइजहरूलाई हाम्रो देवीथानमा अरे वेलकम धन्यवाद यता हाम्रो प्यारी सानी डल्ला हामी चाहिँ देवीथानभित्र प्रवेश गरिसक्यौँ टक्क अब हामी उकालो जान्छौँ खै हाम्रो सुन्नुहुन्छ नि त हौ मलाई पनि तपाईँको भ्लगमा
तपाईँको भ्लगमा तपाईँलाई पनि स्वागत छ सोल्टिमाको भ्लग छ्यामाको भ्लगमा तिमीलाई पनि फुपू भदैनीको भ्लगमा स्वागत छ अनि वेलकम छ सोल्टिमाको भ्लगमा मलाई पनि वेलकम छ है सोल्टिमाको भ्लगमा अनि अलिक अगाडि गएर म देखाउन चाहन्छु सबैलाई हामी चाहिँ यो छिरिसक्यौँ के भन्छ देवी छानभित्र प्रवेश गरिसक्यौँ 1 घन्टा निस्किनु साँच्चै भनेको उकालो थोरै छैन यार 10:30 भइसकेको छ अहिले चाहिँ है 10:30 भइसक्यो हामी बिहान 7 बजे हिँडेको घरदेखि चाहिँ यहाँ 10:30 बजे माथि पुग्दा चाहिँ 12 बज्छ होला लगभग यस्तो छ यो हाम्रो खानेकुरा होइन गाइज ए यहाँ छ अनि यहाँ पनि बोकिरहेको बहिनीले त्यस्तो खानेकुरा हातमा बोकेपछि फेरि खाउँ खाउँ लागिहाल्छ भगवान् कति फेरि खाउँ खाउँ लागिहाल्छ भगवान् कति फेरि ढल्नु लागिसके दुईजना फुच्चीहरूलाई खाम भएको छैन हात यसले चाहिँ खाएर आएर पनि भोक लागिरहेको छ अरे यसले र मैले चाहिँ नखाइछु भोक लागिरहेको छ हामीलाई कति बेला यो कतिखेर माथि पुगेर खाउँ भइसक्यौँ हिजो यो दिक्तिल बजार हाम्रो चाहिँ टक्कसँग हामी चाहिँ यहाँ फेदमा छौँ हिजो पानी आएकोले गर्दाखेरि वाउ नाइस नाइस देखिरहेको छ अनि हाम्रो गाउँ चाहिँ त्यहाँनिर हो हामी चाहिँ अनि यता छौँ अगाडि सोल्टिमाले देखाइहाल्नु भयो हामी भर्खर उकालो लाग्दैछौँ भनेर चाहिँ अघि देखाइहाल्नु भयो भिडियो गरिहाल्नु भयो पछाडि हुनुहुन्छ अनि हाम्रो दिक्तिल बजार चाहिँ वाउ छ यहाँ देखिदिरहेको छ हामी चाहिँ भर्खर उकालो लाग्दैछौँ अब कति बेला पुग्छौँ हेरौँ बिहानै हिँडेको हो हामी चाहिँ घरदेखि चाहिँ तर अब आउँदा आउँदै टाइम भयो यति बेला भयो भोक लाग्यो भन्नु हुँदैन मन्दिर जाँदाखेरि अलिअलि लागेको मात्रै हो यस्तै छ यस्तो छ अब माथि पुगेर देखाउनेछौँ कति बेला पुग्छौँ भनेर चाहिँ यो कालोमा गाह्रो हुन्छ नि त सधैँ देखाइरहेकै हो हाम्रो खानाहरू देखाउँछौँ माथि पुगेर सबै जाउँ यहाँ फुल चाहिँ अब फुल्ने बेला भयो सिजन हुँदैछ यहाँ फुलहरू बबाल फुल्छ बिस्तारै यो साइड साइडमा चाहिँ फुल रोप्नु भएको छ अनि बबाल फुल्छ फुल्ने बेला भइसकेको छ सिजन हुँदैछ जे होस् अनि यताबाट हेर्ने हो भने चाहिँ दिक्तेल बजार चाहिँ वाउ देखिएको छ खास यता बजार सबैजना उकालोमा गाह्रो हुन्छ सास भरेर बुढेसकाल लाग्यो सास भर्दै निस्किँदैछौँ सबैजनाले यहाँ खानेकुरा बोकिराख्नु भएको छ मैले अहिलेसम्म बोकेको थिएँ अनि म चाहिँ गरेँ हाम्रो गाउँ खिराको छ अनि दिक्तेल बजार त्यहाँ छ अनि मेरो गाउँ चाहिँ त्यहाँ छ हाम्रो गाउँ चाहिँ मन्दिर आइसक्यौँ अब हिरोनीहरू चाहिँ अगाडि छ क्युट प्रोम्याक्सहरू यता चाहिँ अल्ट्रा प्रोम्याक्स अनि यता चाहिँ प्रोम्याक्सहरू म चाहिँ के हो बा हुने हो राईबाट बा हुन्न छाडिदियो एउटा बौलीले हेरौँ न त दिक्तेल बजार मलाई चाहिँ हेर्नु दिक्तेल बजार हेर्नु होला हाम्रो बहिनीलाई पनि हेर्नु होला राम्री मानिसलाई एकदम अनि यता मानिसहरू भगवानहरू पूजा गर्न आएकी एउटा भगवान नि हामी चाहिँ यहाँ आइसकेको छौँ अब चाहिँ यहाँ आइसक्यो पूजासुजा गर्नुपर्ने हुन्छ अनि अब चाहिँ यहाँ टक्कसँग अब पूजासुजा गर्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ अरू काम हुन्छ पहिला चाहिँ पूजा गर्नुपर्ने हुन्छ टक्क मन्दिर जान्छौँ पूजासुजा गर्छौँ अनि त्यसपछि अरू चाहिँ नजाने अरे नाना र म चाहिँ जान्छौँ मन्दिर बस्छौँ अनि पूजासुजा गर्छौँ अनि आएर चाहिँ खानाहरू खान्छौँ खाजाहरू त फेरि यहाँ चाहिँ काम भइरहेको रहेछ बनाउँदै हुनुहुन्छ क्या अरे गऱ्यो मन्दिर सन्दिर पनि छिरिसक्यो अनि हामी चाहिँ फाइनल्ली आइसकेको छौँ अब चाहिँ खाजाहरू खानुपर्ने हुन्छ हामी चाहिँ यहीँ अब चाहिँ यहीँ छ टिका चाहिँ यहाँ छ यो टिका बनाएर लाउनु पर्ने हुन्छ यहाँ केटीहरू चाहिँ उनीहरू चाहिँ बहिनीहरू चाहिँ पसेन मन्दिर फोटो खिच्दै रहेछ अब चाहिँ खाजासाजा खाएर चाहिँ अनि फोटोसोटो खिच्नुपर्छ खाजासाजा खान्छौँ हाम्रो खाजा चाहिँ यहाँ रेडी चाहिँ स्पेसल चाहिँ आज यो छ हाम्रो अनि आज हामीले उ चाहिँ बोकिना छौँ यहाँ चाहिँ योहरू छ अनि यहाँ चाहिँ हाम्रो स्पेसल छ देखाउने छु है त यसरी एक एकवटा गरेको बनाउनुपर्छ है थ्याङ्क यू भइसकिसकेको छ केक हाम्रो चाहिँ यहाँ गइसक्यो फ्रेन्ड्स पनि कसले खाइसकेछ है
फोटो खिचेको छैन आइस भएको छ यो बिलिसक्यो होला भन्दै हुँदैन कि आएर डाइनामा बसेर खानेको बेग्लै मजा छ मुखभरि गाई खान माइन्ड नगरौँ आइस आइस मुखभरि के कस्तो छ गाइस मिठो छ केक है हाम्रो चाहिँ मिठो छ ए सकिन लागिसक्यो यो हिजै बनाएको केक हो त्यही भएर अलिक भित्र चाहिँ आइसमा राखेको काठमाडौँतिर भन्दा धेरै मिठो लाग्छ नि मलाई केक हो वा हो काठमाडौँ भन्दा मिठो चाहिँ तर मिठो छ साँच्चै मलाई देखाइदेऊ गाइस क्रिम ट्रिम चाहिँ खाएर अगाएपछि भन्थ्यो क्रिम खाएर यो मात्रै राखिरहेको छ केकको चाहिँ ल बेलिन छोटो ल होइन कोही समोसा खाइरहेछन् समोसा कस्तो छ पनि खायो अब चाहिँ घर फर्किनु पर्ने हुन्छ हामी चाहिँ खाजासाजा खायो फोटोसोटो पनि खिच्यो अझै पनि फोटो खिच्दै हुनुहुन्छ यता चाहिँ हामी चाहिँ फोटोसोटो पनि खिच्यो अब चाहिँ फर्किनु पर्ने हुन्छ अब चाहिँ टाइम भयो अनि भोदो उतो गर्दै जाने हो यता चाहिँ फोटोसुट हुँदैछ राम्रो क्युटी बाहिर चाहिँ फोटो खिच्दै हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ अब फर्किन्छौँ नली आज चाहिँ हिँडिसकेको छ पानी पनि आउन लाग्यो यहाँ फोटोसोटो खिच्यो गर्यो अनि अब चाहिँ हामी चाहिँ यहाँदेखि चाहिँ हिँडिसक्यौँ आज त्यस्तो भएन दर्शन गर्यो अनि खाजा खायो फोटोसोटो खिच्यो अनि चाहिँ हामी चाहिँ लागिसकेको छौँ अब चाहिँ हामी जाँदैछौँ पानी आउन लागिसकेको छ पुरै कालो भइसक्यो अब चाहिँ खुरुखुरु जानुपर्ने हुन्छ पानी आयो भने त गाह्रो हुन्छ नि हामी चाहिँ अब घर फर्किँदैछौँ पानी पर्दैछ गाइजहरू चाहिँ कुद्दैछ अगाडि म चाहिँ कुद्नु सकेको छैन यो तिनीहरू चाहिँ हिरोनीहरू हो टिटिट बिमला गाह्रै भइरहेको छ यहाँ हुनुहुन्छ बेहुली दुईजना बेहुली आजको बेहुली बेहुला बज्नु हिँडेको दिक्तेलमा भेटिएन त्यही भएर हामी फर्किँदैछौँ जामा म चाहिँ यस्तो गुनी उचालेर हिँड्दैछु उहाँहरू जामा उचालेर हिँड्दै हुनुहुन्छ उहाँहरू चाहिँ एकदम ठिक छ पूर्वेलीको संस्कार राम्रो मलाई त यो गीत पनि रिबन फरर घर हाम्रो भिडियो गर्ने के दिन सक्छु र तिमीलाई मैले के मला सुनै त झल्किन्छ नि आँखामा तिम्रो त मुस्कान सम्झँदा मायालु याद आउँछ बितेका रमाइलो पलहरू हामी चाहिँ फर्किँदैछौँ यसरी पनि यहाँ चाहिँ गीत गाउँदैछ पानी पनि आइरहेको छ हामी चाहिँ यस्तो हिँडिरहेको छौँ यहाँ छ अनि यहाँ तिनजना पछाडि गीत गाउँदै आउँदैछ अनि हामी चाहिँ पानी आइरहेको छ हाम्रो दिक्तेल बजार यस्तो देख्न सक्नुहुन्छ कालो भइसक्यो जता हेरे पनि हजुर पूर्वै रमाइलो आहा